हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो छुट्टी थियो होइन, हामी अनि बिहान बिहान उठेर 4 जना भएर सो कफी खानु गयो। केटाहरू सब फोनमा बिगे, लास्टै भन्छ नि केटाहरू चाहिँ मेरो भाइ। अनि त्यसपछि हामी गयो बिचतिर यसो बिहानको मौसम हेर्नु, मर्निङ वाक नि हुन्छ भनेर। आज विन्टर लाग्दैन नि त बुढा, तुरा त हेर्दा ऊ चाहिँ मोटा हाम्रो सेप होइन। त्यसपछि दाइले फेरि एकदम मोटाइयो भने क्या, अनि ल रनिङ गर्न हिँड्नु बुढा भनेर रनिङ गर्न गयो। पुरै स्लो मोसनमा रनिङ हानिरहेछन्। तर रनिङ गर्न गएको खेतहरूमा साह्रो आनन्द आउँदो रहेछ। यस्तो मजा आइरहेको थियो त्यहाँ रनिङ हान्न, रनिङ गर्न त होइन, सुस्तै हामी त फेरि। तर यो साँझको भ्यू चाहिँ खतरा देखियो अरे। खोलामा चराहरू पनि उडिरहेको थियो, तर यो ठाउँ खतरा लाग्यो। साँझको भएर होला यस्तो राम्रो देखिएको थियो। त्यो माथि आकाशमा चराहरू उडेको, यो चाहिँ हामी बस्ने ठाउँ भयो। एकदम आनन्द, नहल्ला नके, मस्त छ हौ हामी बस्ने ठाउँ। त्यहाँ खेतहरू पनि छ, आनन्द गाउँतिर बसे जस्तो फिल आउँछ। हामी फेरि दुई भाइ पुरै गफ हानिरहेछौँ कि बस्न चाहिँ हामी राम्रै ठाउँमा बसेका छौँ भनेर। अनि यस्तै छ गाइस, के गर्नु। एक दिन छुट्टी थियो, यसो घुम्यो, ठाउँ हेऱ्यो गएर छ। त्यसपछि हाम्रो फेरि वाक, इभिनिङ वाक सुरु भयो। खेतको बाटोमा धानहरू मस्त धान पाकेको छ। काट्ने मान्छे छैनन् हो, खेतारा खोज्नु पर्ने भयो धान काट्न। त कोही हुनुहुन्छ नि आउनु पऱ्यो हो धान काट्न भन्दै हामी गफाने हो एकअर्कामा, के गर्नु छ र। त्यस्तो धानसान काटेर बेच्नु पऱ्यो भएन। यो सबै खेत मेरो भनेर भन्न मिलेन, फेरि कसको थाहा छैन, फेरि आएर मार्ला मलाई। फेरि यहाँ चाहिँ माछा रहेछन्, तर क्यामेरामा चाहिँ माछा देखेन हो। आनन्दको यस्तो उसमा पानी रहेछ क्या, माछा मात्रै छ है, सर्प छैन। फेरि म त फेरि सर्प देखाएको त भिडियो नै बनाउनु थिएन। तर आनन्दको ठाउँ रहेछ। दाइ चाहिँ रनिङ हानिरहेछन्, म चाहिँ मस्त भिडियो बनाएको छु। यहाँ चाहिँ यो पोर्चुगलमा यिनीहरूले यो ठाउँमा चाहिँ के अरे, यो यहाँ त लिङ्गेराउ भन्छ क्या, लिङ्गेराउ छोपेर हुन्छ नि। तर चराहरू उडिरहेछ यहाँ, फेरि मस्त चरा उडिरहेछ। त्यहाँ चाहिँ के हो अरे, त्यो बकुला भन्छ हाम्रोतिर त। कहाँ छन् त नि बकुला, खासै थाहा भएन। बकुला के फोनमा त कहाँ छन् त नि। हामी मस्त घुमिरहेछौँ कि, तर ठाउँ चाहिँ साह्रो राम्रो छ। चराहरू खतरा उड्दो रहेछ साँझमा। त्यसपछि हामी फेरि वाकिङ लाग्दै धानको बाला चिलेको हेर्दै धान सान काट्ने प्लानमा हामी चलिरहेको थियौँ। धान काट्ने मान्छे पाएनौँ। त्यसपछि हामी फर्केर घरै जाने गरेर फेरि हामी फर्किँदैछौँ बाटोमा। के गर्नु छ र, जस धान चाहिँ यहाँ राम्रो छ। अनि हामी चाहिँ अब धान सान हेरेर यसो घरतिर जाने, रात परिसक्यो। त्यसपछि फेरि राति साँझमा अब सूर्य डुब्ने बेला यस्तो राम्रो देखिएको थियो। अनि हामी यो खिचेर घरतिर फर्क्यौँ। थ्याङ्क यू।